कपिलवस्तु जिल्लामा 12औं शताब्दीको दुर्लभ मुद्रा फेला परेको छ। जिल्लाको कपिलवस्तु नगरपालिका 5 बबनीमा मध्यकालीन मुद्रा सहितको गरुवा फेला परेको हो। स्थानीय कृषक राजाराम यादवले खेतमा काम गर्ने क्रममा मुद्रा सहितको तामाको गरुवा फेला पारे। स्थानीयले त्यसपछि प्रहरीलाई खबर गरे र त्यो पुरातात्विक वस्तु स्थानीय जनप्रतिनिधि र कपिलवस्तु संग्रहालयको टोलीले प्रहरी कार्यालयसम्म ल्यायो। भेटिएको तामाको गरुवा सहितको मुद्रा अहिले कपिलवस्तु संग्रहालयमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार नगरपालिकाको बबनीमा प्राप्त पुरातात्विक वस्तुलाई आवश्यक अध्ययन र अनुसन्धानका लागि संग्रहालयलाई हस्तान्तरण गरिएको हो। कपिलवस्तु संग्रहालयका प्रमुख शान्ति शर्माका अनुसार नगरपालिकाको बबनीमा प्राप्त पुरातात्विक वस्तुलाई कपिलवस्तु प्रहरीले अहिले संग्रहालयलाई हस्तान्तरण गरेको जानकारी दिइन्। गरुवाभित्र अरबी लिपिमा लेखिएका 2314 वटा तामाका सिक्काहरू रहेको अनुमान गरिएको छ। भेटिएको गरुवा करिब 23 सेन्टिमिटर अग्लो रहेको छ।